अघि डाउनलोड गरेको सारा सेटिङ बिग्रेको छ हो, मिलाउनु पर्छ। मैले आज भर्खरै आएको हो, हिजो अस्ति भाइले खेलेको, खोइ क्या म्याजिक एप निकाल्छ है दिदी भनेर मेसेज गर्दै थियो। हो र सबै छ। अनि अरू सुनाऊ फेरि भक्तपुरको के छ त खबर? भन्नु पर्दा म भक्तपुरमा छैन हो। कहाँ छौ र? अस्ति त भक्तपुरमा छु भनेको होइन र? आउट कन्ट्री छु हौ म। यो मान्छेले कति झुट बोल्छ कि मसँग यार। झुट बोलेको होइन हौ, म आउट कन्ट्रीमा छु। त्यसैले ड्युटीमा छु भन्दाखेरि बुझ्नु पर्दैन पागल। अनि पागल तिमीले त म त भक्तपुरमै छु भनेर भन्थ्यो, अनि मैले सोचेँ भक्तपुरमै काम गर्छौ होला। नेपालमा नाइट ड्युटी हुन्छ त नि। मान्छे हुन्छ त ठुला ठुला होटलमा रेस्टुरेन्टमा त नाइट ड्युटी हुन्छ त। नेपालमा होइन हौ। भगवान्, यो मान्छेले मलाई कति छक्काएको हो यस्तो। अहिले अस्तिको कस्तो कुरा गरेको थियो अस्ति, आज कस्तो कुरा गर्छन् भाइ। कस्तो कुरा गरेको थियो र? ठिक छ जहाँ भयो भने आफ्नो जिउ पाला। साँच्ची सुन, हामी भेट चाहिँ कहिले हुने? 5 वर्ष पछाडि। भेट्नु मन लागिरहेछ तिमीलाई? छिट्टै नेपाल आऊ ल, भेट्नु पर्छ। 5 वर्षमा। 5 वर्ष भनेको मात्रै हो। ओके 5 वर्ष होइन हो, 5 वर्ष बरु 5 महिना भन त्यो। आउट कन्ट्री इन्डिया जस्तो हो कन्ट्री आउने बित्तिकै नपाउने। अनि छुट्टी त मिल्छ होला त घर आउनलाई, कि मिल्दैन र? म छुट्टीमा आउँदिन हौ, पैसा छैन 1 रुपैयाँ। भगवान्, आउनु पर्छ के। पैसा छैन भन्दैमा के जिन्दगीभर उहीँ बस्ने हो त? पैसाले कहिले पुगेको छ तिमीलाई? पैसा कमाउने हो अनि मात्रै आउने। कहाँ अहिले नेपाल गयो भने 1-2 लाख त्यतिकै प्लुत्तै गइहाल्छ। त्यो त हो, तर नेपालमा पैसा के भन्छ अरे, पैसा कमाइ छैन भन्दैमा के जिन्दगीभर भाँचिन पनि त सकिन्न। एकचोटि आउनु पर्ला। 5 वर्षपछि त अनि जिन्दगी बिताउने हो त 5 वर्षपछि पो आउने भनेको त। तामाङनीको काम छैन नेपाल आएर। तामाङनीको काम छैन नेपाल आएर त्यही बसिरहेको। किन त्यस्तो नभन न हो, मेरो मन रुन्छ यार। हो त्यसको कामै छैन यता। के कामै छैन कि घरमा बसी मात्रै हो, बिहे गऱ्यो भने अब कुकुरले नपातु खाप्नु मात्रै हो। गोडो राम्रै पायो भने पायो त्यस्तो नभन के नि यार। तिमीले खोजे जस्तो त पाउँदैनौ तिमी। मैले कस्तो खोजेको? तिमीले खोजे जस्तो त पाउँदैनौ। ओए रानी भाइ, सोध मैले कस्तो केटा खोजेको उसलाई? म जस्तै नि, जस्तो म छु त्यस्तै। देखेको छैन र? तिमीले खोजेकै भेटाएको छौ। अनि उसको मुखबाट सुन्नु न। को हो यो तिमीले बोलाएको? साथी हो के, मलाई कस्तो खाले टाइपको केटा चाहिन्छ उसलाई थाहा छ कि नि। झुकेगा नहीं साला, नाम पनि कस्तो खतरा राख्छन्। ल खेल्न तिमीहरू सीएसडी खेल्नु, तर म उता सोसलतिर गएँ ल।
एकछिन ल रोक ल मेरो फोन आएको छ ल ल गेममा नजाउने फेरि ल ल के कसो तामाङले के कसो तिमीहरू खेल्दै गर म उता डुओ हामी खोज्न पनि जान्छु खेल्दैन कि गफ हान न पाव कति सोसल होइन आइसल्यान्डमा गएर कति केटी तान्छ हो केटी कहाँबाट तान्नु नि केटा तान्छौ त पुवारै बसेको छु अहिलेसम्म कुमारै उहाँ होइन कुमारै बस्नुपर्छ कि नि हो भने भेट्दैन त म केटी न केटा के हो अनि के छ नि हाल खबर के भन्ने र ओइ रोजी मोटाउँछ भने होइन के भनेको रोजी मोटाउँछ भनेको होइन आइसके हो म आइसके रोजी मोटाउ रोजी मोट के पागलहरू रोजी मोटाउँछ भने होइन मेरो त फोन गोजीमा छ हो म त हेरिराखेन कसले देखाएको छ र यस्तो खतरा इमोट हेत्तेरिका झ्याम्मै दिन्छु होला है म इमोट देखाउने को हो यस्तो खतरा रोज इमोट यार होइन कि कस्तै रोजी मोट आउँछ होइन इभेन्टमा भनेको अच्छा आउँछ हो किन नआउनु र कहिले अब त्यो हेर्नुपर्छ भाइ एकछिन रोक ल मेरो जेबमा फोन छ के यहाँ म हिँड्दैछु कस्तो बिन्दास काम भेटेको भाइ अनि के गर्नु त कान्छु रात दिउँस बिहान एकछिन काम हुन्छ साँझ एकछिन काम हुन्छ दिउँसभरि फेरि तिमी आउँदैन गेममा मलाई पनि खेल्न मन लाग्दैन भाइले खेल्छ हो म खेल्दिन दिउँसो त अघि नै सायद दिउँसो यस्तै 12-1 बजीतिर बोलाएको थिएँ तिमीलाई आएनौ म त यार तिम्रो भाइ भन्थ्यो भन्ने लागिरहेको थियो पक्कै कोही न कोही खेल्छ भन्ने लागिरहेको थियो तिम्रो भाइ मेरै साह्रो पर्दो रहेछ भाइ खेल्छ ठिक छ म्याजिक निकाल्थ्यो म्याजिक ननिकाली गएछ त्यसले भोलि निकाल्छन् होला भोलि त इभेन्टै गइहाल्छ के हो भोलि इभेन्ट जान्छ रे सायद जान्छ होला खै 2 दिनलाई हो कि 3 दिनलाई थियो के भन्छ म्याजिक क्युबबाट गइहाल्छ के सायद मेरो अझ देखा छैन मैले त निकाल्छ कि खै भोलि जान्छ होला जहाँसम्म लाग्छ म पनि भोलि नै जान्छ होला हौ हो कि 3 दिनलाई थियो के त्यो त्यस्तो नभन्नु नत्र खेलाउनु होइन हेर न उता टाइम दियो होला नि हेर न उता कहाँ देखाउँछ टाइम चाहिँ फेरि उता साइडमा देखाइरहेको हुन्छ त मेरोमा त देखाएन बिआर ऱ्याङ्क सिएस ऱ्याङ्क 4-1 त्यति मात्रै छ कहीँ जान त गएन होइन 4 देखि 7 तारिक भोलि कति 7 तारिक भोलि 7 तारिक हो नि भोलि मजा आएन म खेल्दैन कि गएर न के हुन्न गएपछि म्याजिक चाहियो मलाई म्याजिक क्युबमा के खर त्यस्तो केही छैन त्यस्तो खास पछि आउँछ नि त त जब आउँछ यस्तो इभेन्टहरू ल तिमीहरू खेल्न म चाहिँ खेल्दैन
उसको चाहिँ मोबाइल गयो कसको कहाँबाट खेल्छ हौ हदसम्म म गोलीमा त के अरे आफै खेलिन्छ कि केले काम दाब्छ त लगाएर खे- सुन खेलिहाल्छ कि खेलिहाल्छ गोजीमा मोबाइल छ केले दाब्छ केले खेल्छ हदसम्मै अब खेलिहाल्छ नि जेली खेलिने तेरो बिजोक के सुन्दै हाँस्छन् मलाई आजभोलि यो बिआर र्याङ्क सिआर र्याङ्क खेल्न किन मन लाग्दैन कस्टम खेल्न मन लाग्छ तपाईँलाई कस्टम त खेल्ने मन त लाग्दैन तर केटाहरूले खेला डर पार्छन् अनि खेल्नै भइहाल्छ मलाई त गेममा त यस्तो हेर्न मात्रै आउँछु कि को छ भनेर खेल्नु मनै लाग्दैन डिलिट गरिदिनु न त हिजो गरेको त तिम्रो मायाले कहाँ मान्छ र हो गेम डिलिट गर्ने त्यहाँ घरमा बुढीसँग झगडा भएर चाहिँ होला यो मान्छेले फेरि भन्दैछ कि नहुने कुरा नगर त के गर्लफ्रेन्डसँग झगडा भएर डिलिट गर्यो होला हावा यो पागल जस्तो कुरा नगर है तिमीले अहिले अस्ति त्यसले के मजा गरेर के भनेको थियो अब त्यही कुरा पक्रेको हेर त आजसम्म त्यतिकै गेम चाहिँ कसले डिलिट गर्छ हावामा भने त पागल नै हिजो नेट चलिरहेको थिएन त्यही